सो उहाँ चाहिँ मेरो भाउजू हो र भाउजूको चाहिँ फिजिक पहिला प्रेग्नेन्सी भन्दा अगाडि यस्तो थियो र भाउजूको चाहिँ 58 देखि 98 केजीसम्म 40 केजी पोस्टमार्टम वेट गेन भएको थियो र हामीले हाम्रो फ्याट लस जर्नी चाहिँ 82.9 केजी देखि सुरु गरेको थियौँ र भाउजूको चाहिँ यो हप्ता वेट उल्टै 2 केजी बढेको छ। यस लेट मी एक्सप्लेन। सो अचानक प्लान भएर भाउजू चाहिँ 3 दिनको लागि पोखरा घुम्न जानु भएको थियो र ट्राभलिङको बेला जङ्क फुड नखाए पनि जे भयो नि पहिला जतिको स्टेप्स र जिम त स्किप भइरहेको थियो नि त र ट्राभलिङले गर्दा तपाईँको वाटर पनि होल्ड गर्न सक्छ जिउले। त्यही भएर 3 दिनसम्म मजाले इन्जोय गरेर घर आइपुग्दाखेरि चाहिँ वेट 2 केजी बढिरहेको थियो भाउजूको र 2 केजी बढे पछाडि एक दिन अन ट्र्याक आउने बित्तिकै फेरि 1 केजी घटिहालेको छ। सो आजको वेट चाहिँ 78.45 केजी थियो जुन चाहिँ हाम्रो प्रिभियस पिक भन्दा ठ्याक्क 1 केजी बढ्यो। तर डोन्ट वरी गाइस, भाउजू चाहिँ अन ट्र्याक आइसक्नु भएको छ। पहिला जस्तो सेम डाइट सेम स्टेप सेम कार्डियो सब कुरा अब फेरि अन ट्र्याक हुनेछ र तपाईँ पनि ट्राभलिङ गर्न जानु भएको थियो र आउँदाखेरि वेट बढिरहेको देखाएको थियो भने चाहिँ टेन्सन लिइराख्नु पर्दैन। मोस्टली चाहिँ वाटर वेटै हुन्छ र हल्का फ्याट गेनै भए पनि तपाईँले अन ट्र्याक डाइटमा फेरि आउनु भयो भने तपाईँको त्यो अननेसेसरी फ्याट लागेको फेरि गइ नै हाल्छ। सो यस गाइस, यो विक चाहिँ हामी अल इन जानेछौँ। हाम्रो प्रिभियस विकको वेट भन्दा पनि कम आउनेछ नेक्स्ट विक चाहिँ। यो भिडियोको मोटिभ चाहिँ के थियो भने फ्याट लसको बेला तपाईँको जहिले वेट लस पनि भइराख्दैन, बिचमा यस्तै तपाईँको के प्रब्लमहरू आउन सक्छ र त्यस्तै के प्रब्लम आएर वेट गेन भइहाल्यो भने पनि अन ट्र्याक छिटै आउन सकिन्छ भनेर देखाउनुको मोटिभ हो यो भिडियोको चाहिँ। सो बिकज वी आर इन आवर ओल्ड रुटिन, फेरि नेक्स्ट विक चाहिँ दामी प्रोग्रेस आउनेछ हाम्रो।